ओइ के गर्नु हुँदैछ हौ? ए बसिरहेको छु। बाबासँग सानो काम थियो बाबा। अब के चिप्ले लाउन आँटिस हौ फेरि? होइन हौ, योपालि दसैँमा नि तपाईँले एक जोडी लुगा नि किन्दैन। योपालि दिवालीमा चाहिँ किनिदिनु ल बाबा ल। अब छोरा के गर्नु, अब मेरो हालत त्यस्तै छ, तँलाई थाहै छ। अब पैसा रुपियाँ 1 रुपियाँ कमाउनु सकिनँ, दिवालीमै मान्नुपर्ने। तिमीलाई लुगा कहाँबाट किनिदिनु म भन्दा? होइन तपाईँको त हरेक साल यस्तै कुरा हुन्छ हौ। किनिदिनु नि एउटा एक जोडी लुगा चाहिँ। अब छैन भनेको बुझ् न, मेरोमा पैसै चाहिँ छैन। ठ्याक तपाईँ त गएको म जा गयो, जा पानी ल्याएर त छिटो गएर। खालि ल्याउँछु पानी। लुगा फाटाहरू खालि के भनिबस्छ, पैसा रुपियाँ नभएकोलाई। गएको म। यो बुढोकोमा कम पैसा छ, 1-2 करोड बोकेको छ बुढोले, ब्याङ्कमा राखिरहेछ। तर अहिले हामीलाई लुगा किनिदिनु भन्दाखेरि यति साह्रो गर्छ भने नि यो बुढोले। अब चाहिँ यो बुढोलाई नमारी भएन। यो चाहिँ नि पानी दिन्छु कि, अन्त यो बुढो पानीमा फिर्दैछु बिक हो। अन्त यो बुढोको जति पैसा छ नि सबै एस गर्छु म। बाबा ओइ पानी। लुगा त किन्दैनौ, लो पानी खो। बाबा 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 बुढो त सुइके छ नि हौ। देख्यो होइन बुढो, दसैँमा एक जोडी लुगा किन्दे भन्दाखेरि मानेनौ हो। हेर एक जोडी लुगाले गर्दाखेरि तिम्रो जिन्दगी गयो। ठ्याक तेरिका हाम्रो बाउ त बिक्ले नि मरेन न, मार्छ होला।